को 8वटा सदस्य राष्ट्रहरूलाई कसरी याद गर्ने भन्ने सूत्र हामीले तपाईहरुमा लिइराखेका छौं साथीहरु। सार्कको 8वटा सदस्य राष्ट्रहरूलाई एमबीबीएस पानी भनेर याद गर्न सकिन्छ साथीहरु। एमबीबीएस पानी, जहाँ एम भनेको मालदिप्स रहेको छ साथीहरु। जहाँ एम भनेको मालदिप्स, एम भनेको मालदिप्स, बी भनेको बंगलादेश साथीहरु। बी भनेको बंगलादेश, बी भनेको भुटान, बी भनेको भुटान, एस भनेको श्रीलंका, एस भनेको श्रीलंका, पी भनेको पाकिस्तान रहेको छ साथीहरु। पी भनेको पाकिस्तान, ए भनेको अफगानिस्तान, ए भनेको अफगानिस्तान, एन भनेको नेपाल, एन भनेको नेपाल, आई भनेको भारत रहेको छ साथीहरु। सार्कको 8वटा सदस्य राष्ट्रहरूलाई हामीले एमबीबीएस पानी भनेर याद गर्छौं साथीहरु। सार्कको 8वटा सदस्य राष्ट्रहरूलाई हामीले एमबीबीएस पानी भनेर याद गर्छौं, जहाँ एम भनेको मालदिप्स, बी भनेको बंगलादेश, बी भनेको भुटान, एस भनेको श्रीलंका, पी भनेको पाकिस्तान, ए भनेको अफगानिस्तान, एन भनेको नेपाल र आई भनेको भारत रहेको छ साथीहरु। हामीलाई यस टपिकबाट 3वटा सार्कको सदस्य राष्ट्र दिएर एउटा सदस्य राष्ट्र चाहिँ एसियनको दिएर, जसबाट चाहिँ हामीलाई तलको मध्ये कुन चाहिँ सार्कको सदस्य राष्ट्रभित्र पर्दैन भनेर सोध्छ साथीहरु। 3वटा सार्कको सदस्य राष्ट्रहरू दिएर एउटा एसियनको सदस्य राष्ट्रहरू राखेर तलको मध्ये कुन चाहिँ सार्कको सदस्य राष्ट्रभित्र पर्दैन भनेर सोध्छ साथीहरु। त्यसैगरी ठुलो सदस्य राष्ट्र, सार्कको सबैभन्दा ठुलो सदस्य राष्ट्र भारत रहेको छ साथीहरु। सार्कको सबैभन्दा ठुलो सदस्य राष्ट्र भारत भने सानो सदस्य राष्ट्र मालदिप्स रहेको छ साथीहरु। सार्कको सबैभन्दा सानो सदस्य राष्ट्र र मालदिप्स, ठुलो र सानो सदस्य राष्ट्र, ठुलो र सानो सदस्य राष्ट्र। सार्कको सानो र ठुलो सदस्य राष्ट्रहरूलाई हामीले भम भनेर याद गर्छौं साथीहरु। भम, जहाँ भ भनेको भारत रहेको छ साथीहरु। भ भनेको भारत र एम भनेको चाहिँ अथवा म भनेको चाहिँ मालदिप्स रहेको छ साथीहरु। म भनेको मालदिप्स रहेको छ। सार्कको ठुलो र सानो सदस्य राष्ट्रहरूलाई भम भनेर याद गर्छौं साथीहरु, जहाँ भ भनेको भारत र म भनेको मालदिप्स रहेको छ साथीहरु।